नमस्ते, वेलकम टु भोकाबुलरी कनेक्ट। भोकाबुलरी कनेक्टको आजको नयाँ क्लासमा तपाईँलाई स्वागत छ। आजको क्लासमा हामी सिक्नेछौँ इन्टरमिडिएट इङ्ग्लिस वर्ड नेपाली अर्थसहित सिक्नेछौँ, जुन सिरिज 7 रहेको छ। योभन्दा अगाडि मैले सिरिज 1 देखि सिरिज 6 सम्मका इन्टरमिडिएट इङ्ग्लिस वर्डका भिडियोहरू अपलोड गरिसकेको छु। ती भिडियोहरू पनि तपाईँले हेर्नुभयो भने अझ धेरै तपाईँ नयाँ अनि फरक खालका इन्टरमिडिएट इङ्ग्लिस वर्डहरू धेरैभन्दा धेरै सिक्नुहुनेछ। आजको सिरिज 7 मा पनि हामी त्यस्ता इन्टरमिडिएट इङ्ग्लिस वर्ड नेपाली अर्थसहित सिक्छौँ, जुन हामी दैनिक रूपमा प्रयोग हुने अङ्ग्रेजी बोल्दा, अङ्ग्रेजीमा कुराकानी गर्दा अथवा अङ्ग्रेजी लेख्दाखेरि र अङ्ग्रेजी पढ्दाखेरि धेरैभन्दा धेरै प्रयोगमा आउने इन्टरमिडिएट इङ्ग्लिस वर्डहरू नेपाली अर्थसहित सिक्नेछौँ। भिडियो एकदमै महत्त्वपूर्ण छ। भिडियोलाई अन्तिमसम्म नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईँको सुझाव, सल्लाह अनि प्रतिक्रिया अनुसार तपाईँका लागि नयाँ अनि फरक खालका क्लासहरू लिएर आउनेछु। सो आजको क्लासलाई ढिलो नगरिकन सुरुवात गरौँ। लेट्स गेट स्टार्टेड। टर्न टर्न भनेको फर्किनु, घुमाउनु, घुम्नु, फर्किनुलाई इङ्ग्लिसमा के भनिन्छ त? टर्न भनेर भनिन्छ। TURN टर्न टर्न भनेको फर्किनु। अन्डरस्ट्यान्ड अन्डरस्ट्यान्ड भनेको बुझ्नु, बुझ्नु सम्झिनुलाई इङ्ग्लिसमा के भनिन्छ त भन्दाखेरि अन्डरस्ट्यान्ड भनेर भनिन्छ। UNDERSTAND अन्डरस्ट्यान्ड अन्डरस्ट्यान्ड भनेको बुझ्नु। युज युज भनेको प्रयोग गर्नु, प्रयोग गर्नुलाई इङ्ग्लिसमा युज भनेर भनिन्छ। USE युज युज भनेको प्रयोग गर्नु। भिजिट भिजिट भनेको भ्रमण गर्नु, भेट्न जानु, भ्रमण गर्न अथवा भेट्न जानुलाई इङ्ग्लिसमा के भनिन्छ त? भिजिट भनेर भनिन्छ। VISIT भिजिट भिजिट भनेको भ्रमण गर्नु। वेट वेट भनेको पर्खनु, पर्खनुलाई इङ्ग्लिसमा वेट भनेर भनिन्छ। WAIT वेट वेट भनेको पर्खनु, वेट। वक वक भनेको हिँड्नु, हिँड्नुलाई इङ्ग्लिसमा वक भनेर भनिन्छ। WALK वक वक भनेको हिँड्नु, वक। वाच वाच भनेको हेर्नु, निगरानी गर्नु, हेर्नु निगरानी गर्नुलाई इङ्ग्लिसमा वाच भनेर भनिन्छ। WATCH वाच वाच भनेको हेर्नु, निगरानी गर्नु। वेयर वेयर भनेको लगाउनु, जस्तो लुगा, गहना, केही चिजहरू लगाउनुलाई इङ्ग्लिसमा के भनिन्छ त? वेयर भनेर भनिन्छ। WEAR वेयर वेयर भनेको लगाउनु। विन विन भनेको जित्नु, जित्नुलाई इङ्ग्लिसमा विन भनेर भनिन्छ। WIN विन विन भनेको जित्नु, विन। विस विस भनेको चाहनु, इच्छा गर्नु, चाहनु इच्छा गर्नुलाई इङ्ग्लिसमा के भनिन्छ त? विस भनेर भनिन्छ। WISH विस विस भनेको चाहनु, इच्छा गर्नु। वर्क वर्क भनेको काम गर्नु, काम गर्नुलाई इङ्ग्लिसमा वर्क भनेर भनिन्छ। WORK वर्क वर्क भनेको काम गर्नु। राइट राइट भनेको लेख्नु, लेख्नुलाई इङ्ग्लिसमा राइट भनेर भनिन्छ। WRITE राइट राइट भनेको लेख्नु, राइट। एक्सेप्ट एक्सेप्ट भनेको स्वीकार गर्नु, स्वीकार गर्नुलाई इङ्ग्लिसमा एक्सेप्ट भनेर भनिन्छ। ACCEPT एक्सेप्ट एक्सेप्ट भनेको स्वीकार गर्नु। अचिभ अचिभ भनेको प्राप्त गर्नु, प्राप्त गर्नुलाई इङ्ग्लिसमा अचिभ भनेर भनिन्छ। के भनिन्छ त? अचिभ। ACHIEVE अचिभ अचिभ भनेको प्राप्त गर्नु। एड एड भनेको थप्नु, थप्नुलाई इङ्ग्लिसमा एड भनेर भनिन्छ। ADD एड एड भनेको थप्नु। एडमायर एडमायर भनेको प्रशंसा गर्नु, प्रशंसा गर्नुलाई इङ्ग्लिसमा एडमायर भनेर भनिन्छ। ADMIRE एडमायर एडमायर भनेको प्रशंसा गर्नु। एडमिट एडमिट भनेको स्वीकार गर्नु, प्रवेश दिनु, स्वीकार गर्नु, प्रवेश दिनुलाई इङ्ग्लिसमा एडमिट भनेर भनिन्छ। ADMIT एडमिट एडमिट भनेको स्वीकार गर्नु, प्रवेश दिनु। एडभाइस एडभाइस भनेको सल्लाह दिनु, सल्लाह दिनुलाई इङ्ग्लिसमा एडभाइस भनेर भनिन्छ। ADVISE एडभाइस एडभाइस भनेको सल्लाह दिनु। एफेक्ट एफेक्ट भनेको प्रभाव पार्नु, प्रभाव पार्नुलाई इङ्ग्लिसमा के भनिन्छ त? एफेक्ट भनेर भनिन्छ। AFFECT एफेक्ट एफेक्ट भनेको प्रभाव पार्नु। अग्री
अग्री भनेको सहमत हुनु। सहमत हुनुलाई इङ्ग्लिसमा अग्री भनेर भनिन्छ। AGR डबल ई अग्री। अग्री भनेको सहमत हुनु, अग्री। अलाउ अलाउ भनेको अनुमति दिनु। अनुमति दिनुलाई इङ्ग्लिसमा अलाउ भनेर भनिन्छ। ALLOW अलाउ। अलाउ भनेको अनुमति दिनु। अनाउन्स अनाउन्स भनेको घोषणा गर्नु। घोषणा गर्नुलाई इङ्ग्लिसमा अनाउन्स भनेर भनिन्छ। ANNOUNCE अनाउन्स। अनाउन्स भनेको घोषणा गर्नु। अपोलोजाइज अपोलोजाइज भनेको माफ माग्नु। माफ माग्नुलाई इङ्ग्लिसमा अपोलोजाइज भनेर भनिन्छ। APOLOGIZE अपोलोजाइज। अप्लाई अप्लाई भनेको आवेदन दिनु, प्रयोग गर्नु। आवेदन दिनु, प्रयोग गर्नुलाई इङ्ग्लिसमा अप्लाई भनेर भनिन्छ। APPLY अप्लाई। अप्रुभ अप्रुभ भनेको अनुमोदन गर्नु। अनुमोदन गर्नुलाई इङ्ग्लिसमा अप्रुभ भनेर भनिन्छ। APPROVE अप्रुभ। अप्रुभ भनेको अनुमोदन गर्नु। आर्गु आर्ग्यु भनेको वाद विवाद गर्नु। वाद विवाद गर्नुलाई इङ्ग्लिसमा आर्ग्यु भनेर भनिन्छ। ARGUE आर्गु। आर्ग्यु भनेको वाद विवाद गर्नु। एरेन्ज एरेन्ज भनेको मिलाउनु, व्यवस्था गर्नु। व्यवस्था गर्नु अथवा मिलाउनुलाई इङ्ग्लिसमा एरेन्ज भनेर भनिन्छ। ARRANGE एरेन्ज। एरेन्ज भनेको मिलाउनु। अराइभ अराइभ भनेको आइपुग्नु। आइपुग्नुलाई इङ्ग्लिसमा अराइभ भनेर भनिन्छ। ARRIVE अराइभ। अराइभ भनेको आइपुग्नु। एसिस्ट एसिस्ट भनेको सहयोग गर्नु। सहयोग गर्नुलाई इङ्ग्लिसमा एसिस्ट भनेर भनिन्छ। ASSIST एसिस्ट। एसिस्ट भनेको सहयोग गर्नु। एज्युम एज्युम भनेको अनुमान गर्नु। अनुमान गर्नुलाई इङ्ग्लिसमा एज्युम भनेर भनिन्छ। ASSUME एज्युम। एज्युम भनेको अनुमान गर्नु। अट्याच अट्याच भनेको जोड्नु, टास्नु। जोड्नु, टास्नुलाई इङ्ग्लिसमा अट्याच भनेर भनिन्छ। ATTACH अट्याच। अट्याच भनेको जोड्नु, टास्नु। एटेन्ड एटेन्ड भनेको उपस्थित हुनु। उपस्थित हुनुलाई इङ्ग्लिसमा एटेन्ड भनेर भनिन्छ। ATTEND एटेन्ड। एटेन्ड भनेको उपस्थित हुनु। अभोइड अभोइड भनेको टार्नु, बच्नु। टार्नु, बच्नुलाई इङ्ग्लिसमा अभोइड भनेर भनिन्छ। AVOID अभोइड। अभोइड भनेको टार्नु, बच्नु। बेक बेक भनेको पकाउनु। ओभनमा पकाउनुलाई इङ्ग्लिसमा बेक भनेर भनिन्छ। BAKE बेक। ब्यालेन्स ब्यालेन्स भनेको सन्तुलन गर्नु। सन्तुलन गर्नुलाई इङ्ग्लिसमा ब्यालेन्स भनेर भनिन्छ। BALANCE ब्यालेन्स। ब्यालेन्स भनेको सन्तुलन गर्नु, ब्यालेन्स। बिहेभ बिहेभ भनेको व्यवहार गर्नु। व्यवहार गर्नुलाई इङ्ग्लिसमा बिहेभ भनेर भनिन्छ। BEHAVE बिहेभ। बिहेभ भनेको व्यवहार गर्नु। बिलङ बिलङ भनेको सम्बन्धित हुनु। सम्बन्धित हुनुलाई इङ्ग्लिसमा बिलङ भनेर भनिन्छ। BELONG बिलङ। बिलङ भनेको सम्बन्धित हुनु। ब्रो ब्रो भनेको उधारो लिनु। उधारो लिनुलाई इङ्ग्लिसमा ब्रो भनेर भनिन्छ। ब्रो। ब्रेथ ब्रेथ भनेको सास फेर्नु। सास फेर्नुलाई इङ्ग्लिसमा ब्रेथ भनेर भनिन्छ। के भनिन्छ त? ब्रेथ। BREATHE ब्रेथ। ब्रेथ भनेको सास फेर्नु। बिल्ड बिल्ड भनेको निर्माण गर्नु। निर्माण गर्नुलाई इङ्ग्लिसमा बिल्ड भनेर भनिन्छ। BUILD बिल्ड। बिल्ड भनेको निर्माण गर्नु। बर्न बर्न भनेको पोल्नु, जल्नु। पोल्नु, जल्नुलाई इङ्ग्लिसमा बर्न भनेर भनिन्छ। BURN बर्न। बर्न भनेको पोल्नु, जल्नु। क्याल्कुलेट क्याल्कुलेट भनेको गणना गर्नु। गणना गर्नुलाई इङ्ग्लिसमा क्याल्कुलेट भनेर भनिन्छ। CALCULATE क्याल्कुलेट। क्याल्कुलेट भनेको गणना गर्नु। केयर केयर भनेको हेरचाह गर्नु। हेरचाह गर्नुलाई इङ्ग्लिसमा केयर भनेर भनिन्छ। CARE केयर। केयर भनेको हेरचाह गर्नु। क्यारी क्यारी भनेको बोक्नु। बोक्नुलाई इङ्ग्लिसमा क्यारी भनेर भनिन्छ। CARRY क्यारी। क्यारी भनेको बोक्नु। क्याच क्याच भनेको समात्नु। समात्नुलाई इङ्ग्लिसमा क्याच भनेर भनिन्छ। CATCH क्याच। क्याच भनेको समात्नु, क्याच। चेन्ज चेन्ज भनेको परिवर्तन गर्नु। परिवर्तन गर्नुलाई इङ्ग्लिसमा चेन्ज भनेर भनिन्छ। CHANGE चेन्ज। चेन्ज भनेको परिवर्तन गर्नु। चेक चेक भनेको जाँच गर्नु। जाँच गर्नुलाई इङ्ग्लिसमा चेक भनेर भनिन्छ। CHECK चेक। क्लिन क्लिन भनेको सफा गर्नु।
सफा गर्नुलाई इङ्ग्लिसमा क्लिन भनेर भनिन्छ। CLEAN क्लिन, क्लिन भनेको सफा गर्नु। क्लोज, क्लोज भनेको बन्द गर्नु, बन्द गर्नुलाई इङ्ग्लिसमा क्लोज भनेर भनिन्छ। CLOSE क्लोज, क्लोज भनेको बन्द गर्नु, क्लोज। कलेक्ट, कलेक्ट भनेको सङ्कलन गर्नु, जम्मा गर्नु, सङ्कलन गर्नु जम्मा गर्नुलाई इङ्ग्लिसमा कलेक्ट भनेर भनिन्छ। COLLECT कलेक्ट, कलेक्ट भनेको सङ्कलन गर्नु, जम्मा गर्नु, कलेक्ट। सो गाइज, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक अनि सेयर गर्नुहोला। कुनै सुझाव सल्लाह अनि प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईँको सुझाव सल्लाह अनि प्रतिक्रिया अनुसार तपाईँका लागि नयाँ अनि फरक खालका क्लासहरू लिएर आउनेछु। सो आजलाई यति नै, अब हामी अर्को क्लासमा भेट्नेछौँ। सी यू नेक्स्ट क्लास। थ्याङ्क यू फर वाचिङ भोकाबुलरी कनेक्ट।